गरेको तिमी ए उता पोज दिएको रहेछ पसलमा काम पो गर्ने हो त त्यसरी माथि चढ्ने हो त त्यहाँ काम गर्न जाने हो अनि घरबाट त काम गर्न जाने भनेको होइन बाबाको पसलमा काम गर्न जाने हुन्छ त्यो हुन्छ काम गर्न जाने हामी दिदीले हेल्प गर्नु पर्दैन त अच्छा ठुलो बाबाले मात्रै काम गर्ने हो त सबैले गर्ने हो नि सानो बच्चाहरूले नि काम गर्नुपर्छ बुझ्नुभयो किन नबुझ्नु भएको त हजुरको पसलमा कसरी आउने त पसलमा गर्नु पर्यो नि त मान्छेलाई इन्भाइट गर्नु पर्यो नि त 1917 यो चाहिँ तल झर्नु हुँदैन किन निकालेको थियो खुट्टा पनि त फोहोर हुन्छ नि पसलमा काम गर्न आएको यस्तो छ हालत दुईजना मेरो तिमी बाबुको स्टाफ हो कि साउ हो पसलको साउजी हो ए हाम्रो सानो साउजी ठुलो साउजी अनि बिगेस्ट वाला साउजी चाहिँ कता हुनुहुन्छ बाबा काम गर्न आएको मान्छे यस्तो हुन्छ यो हालत त्यही भएर चाहिँ म पसल आउँदिनँ है ल ल कहाँ राख्ने अब यो मोजा यति फोहोर भइसक्यो जुत्ता त्यहाँ निकाल्नु भएछ यस्तो कहाँ काम गर्ने मैले काम गर्ने वातावरण छैन हेर्नुहोस् है काम गर्ने वातावरण दिनु पर्यो अरे ओके 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 यिनीहरूको गन्डन सुन्नुपर्छ गन्डन सुन्दै म चाहिँ बुढो भइसकेँ है यी कपाल फुलिसक्यो यी मम्मीको यी वाइट हेयर सुजु आएछ जाऊ सुगन जाऊ सु आएछ जाऊ यस्तो काम गर्ने